अरे जन्मेर मर्ने यो जिन्दगी अनि 2 दिनको चोला कर्कलाको पानी जस्तो कहिले जाने होला कसैलाई थाहा छैन। लौ न मेरो भगवान, मर्नै पर्ने जिन्दगीमा बाँचुला भन्ने छैन कसैलाई, तर पनि मरुला भन्ने कसैलाई लाउँदैन। मान्छे धर्म गर्ने ठाउँमा आउँदैन। हेर्नुहोस् त, मान्छे धोरो धोरो रोन्छ यति पापी हुन्छ जब आफ्नो धन पैसा बल पैसा घमण्ड छ, तबसम्म भगवान सम्झिँदैन। अनि मर्ने बेलामा लौ न मलाई भगवान के यस्तो अपराध गर्नुभयो भन्छ। फेरि सधैँ राम सम्झाउनु पर्यो नि, हो कि होइन? त्यही भएर भनेको छ, हरे सधैँ हामीलाई हतार सधैँ हामीलाई काम, हरे सधैँ हामीलाई हतार सधैँ हामीलाई काम। हरे जाने बेला भइसक्यो कहिले जप्ने राम, सधैँ हामीलाई हतार सधैँ हामीलाई काम। जाने बेला भइसक्यो कहिले जप्ने राम, सधैँ हामीलाई हतार सधैँ हामीलाई काम। जाने बेला भइसक्यो कहिले जप्ने राम, हरे हरे जाने बेला भइसक्यो कहिले जप्ने राम, हरे जाने बेला भइसक्यो कहिले जप्ने राम। हरे खाने बेला पनि अरूको कुरा काट्ने, भगवानको नाम जप्नु छैन कहिले, भगवानलाई मनले सम्झनु छैन। अनि मर्ने बेलामा हरि राम 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 भनेर पार लाइन्छ, धाइँदैन। त्यही भएर राम नाम छानैबाट जपियो भने, अरूका कुरा काटिएन भने, कुभलो गरिएन भने सधैँ हामीलाई पनि स्वर्ग जाने बाटो खुल्ला हुन्छ। राम नाम जपेर पार तरने हो, हरे राम नाम जपेर पार तरने हो। जिन्दगीको भर छैन कहिले मर्ने हो, राम नाम जपेर पार तरने हो। जिन्दगीको भर छैन कहिले मर्ने हो, राम नाम जपेर पार तरने हो। जिन्दगीको भर छैन कहिले मर्ने हो, हरि हरि जिन्दगीको भर छैन कहिले मर्ने हो। लाउन जिन्दगीको भर छैन कहिले मर्ने हो, हरि। त्यही भएर मरेर जाने जिन्दगीमा आफ्नो कर्म कहिले पनि नछोड्नु भनेको छ। कुकर्म नगर्नु, धर्म गर्न नसके पनि कुभलो कसैको नगर्नु, कसैलाई पाप गरिएन भने त्यसै पनि धर्म हुन्छ। अरूका कुरा काटेर अरूलाई पल्टाएर आफू माथि जान्छु भनियो भने आफै तल खाल्डोमा परिन्छ। त्यही भएर भने भगवान बाँचुन्जेल आफ्नो कर्म गर्नुपर्ने रहेछ, हरे बाँचुन्जेल आफ्नो कर्म गर्नुपर्ने रहेछ। सुनकै थलमा खानीलाई नि मर्नुपर्ने रहेछ, बाँचुन्जेल आफ्नो कर्म गर्नुपर्ने रहेछ। सुनकै थलमा खानीलाई नि मर्नुपर्ने रहेछ, बाँचुन्जेल आफ्नो कर्म गर्नुपर्ने रहेछ। सुनकै थालमा खानीलाई नि मर्नुपर्ने रहेछ, बाँचुन्जेल आफ्नो कर्म गर्नुपर्ने रहेछ। सुनकै थालमा खानीलाई नि मर्नुपर्ने रहेछ, हरि हरि सुनकै थालमा खानीलाई नि मर्नुपर्ने रहेछ। हरि हरि भगवान धन पैसा घमण्डले मान्छेलाई अहङ्कार बनाउँछ, पापको कुण्डमा पठाउँछ, नरकमा बास हुन्छ। त्यसकारण राम्रो कहिल्यै पनि हुँदैन। मान्छे पापी भयो भने स्वर्गमा बास पाउँदैन, अनि दोरो दोरो रोने, अनि त्यही नरकमा बास हुने हो। मान्छे पापी बनेको हो कालो धनले हो, मान्छे पापी बनेको कालो धनले हो। सबको प्यारो बन्नी त सफा मनले हो, मान्छे पापी बनेको कालो धनले हो। सबको प्यारो बन्नी त सफा मनले हो, मान्छे पापी बनेको कालो धनले हो। सबको प्यारो बन्नी त सफा मनले हो, हरि हरि सबको प्यारो बन्नी त सफा मनले हो। सबको प्यारो बन्नी त सफा मनले हो, हरि। यति थाहा छ मान्छेलाई, धन सम्पत्ति दौलत छ, गाडी छ, घोडा छ, सबै कुरा छ। घरमा नअटेको सम्पत्ति चाहिँ खाइ नभ्याइ छ, तर लाने बेलामा जाने बेलामा घरको केही पनि लान पाइँदैन। लगाएको वस्त्र पनि खोलेर अनि त्यो शरीर पोलेर फर्केर आउने त्यो सन्तानको लागि के चाहियो त? त्यही भएर अब हामी मर्ने बेलामा भगवानको रामको नाम जपेर सबैले पार तर्ने काम गर्नु पर्यो। के काम लाग्यो धन सम्पत्ति लान पाइँदैन, हरे के काम लाग्यो धन सम्पत्ति लान पाइँदैन। पाप गरे वैकुण्ठमा जान पाइँदैन, के काम लाग्यो धन सम्पत्ति लान पाइँदैन। पाप गरे वैकुण्ठमा जान पाइँदैन, के काम लाग्यो धन सम्पत्ति लान पाइँदैन। पाप गरे वैकुण्ठमा जान पाइँदैन, हरे हरे पाप गरे वैकुण्ठ
त्यही भएर जब मर्ने बेला हुन्छ मान्छेको आँखा बस्छ, दाँत खस्छ, बुढेसकालले छाउँछ। जब मर्ने बेला आउँछ अनि राम राम मेरो भगवान्, लौ न मलाई त गाह्रो हो, मैले के कर्म यस्तो नराम्रो कर्म गरेँ, आज मलाई यो दुःख दिनुभयो। छोरो छ, छोरी छ, नाति छ, धन सम्पत्ति छ, घर छ, सबै छ, तर मलाई सुख छैन, शान्ति छैन, औषधि खान पनि निको नभए कस्तो रोग दिनुभयो, मानसिक रोग भयो नि त, हो कि होइन? त्यही भएर भगवान्ले हात गोडा नचलेसी दाँत झरेसी, अरे हात गोडा नचलेसी दाँत झरेसी, बल्ल ईश्वर सम्झानी हो पीडा परेसी। हात गोडा नचलेसी दाँत झरेसी, बल्ल ईश्वर सम्झानी हो पीडा परेसी। हात गोडा नचलेसी दाँत झरेसी, बल्ल ईश्वर सम्झानी हो पीडा परेसी। हरि हरि बल्ल ईश्वर सम्झानी हो पीडा परेसी, लौना बल्ल ईश्वर सम्झानी हो पीडा परेसी। यो मर्ने दिनको टुङ्गा छैन, मान्छे भोलि नै मर्छु भन्ने भए त्यो सम्पत्ति खाएर सक्ने थियो। मेरो छोराको लागि, छोरीको लागि भनेर राखेको हुन्छ, भोलि बिहानको लागि तरकारी भनेर केलाई हुँदै राखेको, आज रहेको खाना भोलि बिहान खाउँला, फलानु पाहुना आउँदैछ भनेर राखिन्छ, राखिँदैन। यस कारणबाट त्यो जोगाएर राख्ने हाम्रो चलन हो। मृत्यु अनिश्चित छ, तर मर्नुपर्छ, कति बेला मर्ने थाहा छैन। मान्छे जन्मन के अर्थ थाहा छ भने, तर जन्मेपछि मर्नुपर्छ। त्यो कर्कलाको पानी जस्तो जुन माथिदेखि पानी छ त्यो एकदमै सफा छ, डल्लो परेर बसिया छ, कति बेला कहाँ झर्छ थाहा हुन। कर्कलाको पानी त्यो पानी भिजा हुन्छ र, त्यो पात भिजेको पनि देखिँदैन। भगवान् त्यही भएर भनिएको, हरे कर्कलाको पानी जस्तै 2 दिनको चोला, हरे कर्कलाको पानी जस्तै 2 दिनको चोला, फेरि जन्म यो धरतीमा होला कि नहोला। कर्कलाको पानी जस्तै 2 दिनको चोला, फेरि जन्म यो धरतीमा होला कि नहोला। कर्कलाको पानी जस्तै 2 दिनको चोला, फेरि जन्म यो धरतीमा होला कि नहोला। अरे फेरि जन्म यो धरतीमा होला कि नहोला। अरे अरे फेरि जन्म यो धरतीमा होला कि नहोला। त्यही भएर स्वर्गीय नारायण पोखरेल मरेर जानुभयो। उहाँले गाएका ती भजन कहिले मरेका छैनन्, उहाँका ती प्रवचन कहिले मरेका छैनन्। त्यस्तो काम गर्नु जुन लोकले पुजिरहनेछ, मान्छे मरेर गए पनि उसको कीर्ति अमर होस्, सबैले त्यो लोकले पनि फलानु मरेर जाँदा हो आज त हाम्रो यो समाजको काँडो, यो घाँडो खत्तम भयो, कति आनन्द भयो भन्न नपरोस्। आफू मरेर जाँदा पनि सबैका आँसु रसाउन्, सबै धोरो धोरो रुने, एकै ठाउँमा जम्मा हुने त्यो वातावरण भयो भने कहिले पनि आफू हार्नु पर्ने छैन भगवान्। त्यही भएर समाजमा कहिल्यै पनि एक्लै हुन पर्ने छैन, हरे कहिल्यै पनि एक्लै हुन पर्ने छैन। यो बालपन सम्झी रुन पर्ने छैन, कहिल्यै पनि एक्लै हुन पर्ने छैन। बालपन सम्झी रुन पर्ने छैन, कहिल्यै पनि एक्लै हुन पर्ने छैन। बालपन सम्झिएर रुन पर्ने छैन, बालपन सम्झिएर रुन पर्ने छैन। हरे हरे बालपन सम्झिएर रुन पर्ने छैन। त्यही भएर मैले जाँदा एउटा मात्रै कुरा भन्छु, सबैजना मरेरै जाने हो, आफ्नो कर्म जस्तो गर्यो त्यही फल खाने हो, लानु केही पनि छैन, खानु केही पनि छैन। यो मानव चोला आज छ भोलि नहोला। संसारमा कसको मृत्यु कहाँ कति बेला कसरी हुन्छ थाहा छैन। धन भएको मान्छे बाँच्छ भन्ने पनि हुँदैन, गरिब मर्नै पर्छ भन्ने पनि हुँदैन। भगवान्को लीला हो, माथिबाट ईश्वरले हेरिरहनु भएको छ। त्यहीबाट सकेसम्म आफ्नो कर्म कहिल्यै पनि भुल्ने होइन। हरे आफ्नो धर्म संस्कार कहिल्यै भुल्न हुने छैन, हरे आफ्नो धर्म संस्कार कहिल्यै भुल्न हुने छैन। कुकर्मको बाटो हेरी डुल्न हुने छैन, आफ्नो धर्म संस्कार कहिल्यै भुल्न हुने छैन। कुकर्मको बाटो हेरी डुल्न हुने छैन, आफ्नो धर्म संस्कार कहिल्यै भुल्न हुने छैन। कुकर्मको बाटो हेरी डुल्न हुने छैन, आफ्नो धर्म संस्कार कहिल्यै भुल्न हुने छैन। कुकर्मको बाटो हेरी डुल्न हुने छैन, आफ्नो धर्म संस्कार कहिल्यै भुल्न हुने छैन। कुकर्मको बाटो हेरी डुल्न हुने छैन, कुकर्मको बाटो हेरी डुल्न हुने छैन। हर हर कुकर्मको बाटो हेरी डुल्न हुने छैन, कुकर्मको बाटो हेरी डुल्न हुने छैन। हरे बोलिए रामचन्द्र भगवानको आजको यो आनन्दको सम्पूर्ण भक्तहरूको जय होस्।